मकवानदेखि क्षेत्र नम्बर 3 बाट विजयी हुनुभएका डाक्टर लेखजम थापा। दर्शकबिन, राष्ट्रिय स्वतन्त्र पार्टीले नवनिर्वाचित सांसदहरूलाई परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। यो हामी होटल टुलिकमा देखिरहेका छौं। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवनिर्वाचित 182 जना सांसदहरू हुनुहुन्छ, जुन समानुपातिक र प्रत्यक्ष गरी दुवै तर्फबाट आउनुभएको छ। जुन संसदीय अभ्यास आचार संहिताका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। आज यहाँ 182 जना सांसदहरूलाई नै उहाँले जुन संसद प्रवेश गर्नुभन्दा पहिले उहाँहरूलाई ट्रेनिङको रूपमा उहाँहरूलाई बोलाएर यो कार्यक्रम आयोजना गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट जुन 21 जना सांसद यहाँभन्दा पहिले नै संसदको अभ्यास भइसक्नु भएको छ। 2079 को निर्वाचनबाट उहाँहरू संसद प्रवेश गर्नुभएको थियो भने विभिन्न अहिले नवनिर्वाचित सांसदहरू जो संसदीय अभ्यास उहाँहरूमा भएको छैन, संसदमा जुन पहिलोपटक छिर्दै हुनुहुन्छ, उहाँहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको अभ्यास आचार संहिता लगायतका विषयमा अभिमुखीकरण कार्यक्रम जुन आयोजना गरेको छ, त्यो कार्यक्रम यही ठाउँमा भइरहेको छ। 182 जना नवनिर्वाचित सांसदहरू यही हुनुहुन्छ। यही ठाउँबाट उहाँहरूलाई कार्यक्रम जुन सञ्चालन गरिँदैछ भने यहाँभन्दा पहिला जुन संसदमा छिरिसक्नुभएका सांसदहरूले केही ब्रिफिङ उहाँहरूको पनि रहनेछ। यद्यपि महामन्त्री कमेन्द्र बुल्लाकोटी र विपिन आचार्य जुन अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद हुनुहुन्छ, उहाँहरूले विशेषतः यो जुन सञ्चालन गरिएको कार्यक्रममा उहाँहरूले ब्रिफिङ रहनेछ। उहाँहरूलाई ट्रेनिङका विषयहरू उहाँहरूबाट नै प्रदान हुनेछ भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समापन सत्रमा उहाँको पनि ब्रिफिङ रहनेछ। उहाँ यहाँ आएर केही जुन आफ्ना नवनिर्वाचित सांसदहरूलाई सम्बोधन गर्नुहुनेछ र यो जुन परिचयात्मक तथा अभिमुखीकरण कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको छ, उक्त कार्यक्रममा 182 जना नै नवनिर्वाचित सांसदहरू यहाँ उपस्थित भएर यो कार्यक्रम सञ्चालन भइरहेको छ। दर्शकबिन, यति बेला संसदीय